Amazon अल्गोरिदमलाई बिट गर्न अलिक गाह्रो चाहिँ पर्ला तर इम्पोसिबल भन्ने चाहिँ छैन। Amazon अल्गोरिदम के हो भने यस बारेमा मैले एपिसोड 60 मा तपाईलाई एक्सप्लेन गरिसकेको छु। आज जानौँ कि कसरी हामी आफ्नो प्रडक्टको लिस्टिङको र्याङ्कलाई इम्प्रुभ गरेर Amazonमा आफ्नो सेल्स बढाउन सक्छौँ भनी। Amazon अल्गोरिदममा तपाईले आफ्नो प्रडक्ट लिस्टिङको र्याङ्किङलाई इम्प्रुभ गर्नको लागि आफ्नो प्रडक्ट लिस्टिङमा भ्युज र क्लिक्स भन्दा नि चाँडोभन्दा चाँडो समयमा धेरैभन्दा धेरै सेल्स ल्याउनु एकदमै जरुरी हुन्छ। जुन चाहिँ भर्खर तपाईले Amazonमा लिस्टिङ गरेको सामानमा सेल्स ल्याउन खोज्नु भनेको इम्पोसिबल सरी नै हो। तर तपाईले आफूले Amazon प्रडक्ट लिस्टिङ गर्नुभन्दा अघि तपाईँ एक दुईटा कुराहरूमा ध्यान पुर्याएर यदि आफ्नो सामानको Amazonमा लिस्टिङ राम्रोसँग गर्नुहुन्छ भने चाहिँ यो असम्भव कुरा पनि तपाईको लागि सम्भव बन्न जानेछ। अब त्यो कुराहरू के हुन् भनेर हामी फटाफट जानिहालौँ। Amazonमा प्रडक्ट लिस्टिङ गर्दाखेरि तपाईले मेन ध्यान दिनुपर्ने कुरा भनेको आफ्नो प्रडक्टको डिस्प्ले इमेज फोटोमा हो। तपाईँ यदि आफ्नो प्रडक्टको लागि भनेर राम्रो र एट्र्याक्टिभ फोटोको युज गर्नुहुन्न भने यो स्योर कुरा हो कि तपाईको सामान लिस्टिङलाई कुनै पनि Amazon बायरले क्लिक पनि गर्ने छैन र तपाईको सामानलाई कसैले पनि Amazonमा किन्ने पनि छैन भनी। प्रडक्टको डिस्प्ले फोटो इमेज Amazonमा धेरै इम्पोर्टेन्ट छ किनभने तपाईको डिस्प्ले फोटोले नै बायरको पुरा एटेन्सनलाई तपाईको सामानको लिस्टिङमा तानेर ल्याउनमा धेरै ठूलो भूमिका खेलेको हुँदछ। सिम्पल उदाहरणमा भन्नुपर्दा फेरि यदि तपाईलाई चोइस दियो कि तपाईँ कुन टिभीमा मुभी हेर्न चाहनुहुन्छ, कलर टिभी कि ब्ल्याक एन्ड व्हाइट टिभीमा भनेर भने मेजोरिटीमा मान्छेले कलर टिभीलाई नै चुज गर्नेछ भने एक दुईटा जनाले मात्र ब्ल्याक एन्ड व्हाइट टिभीलाई चुज गर्लान्। तर मेजोरिटीले कलर टिभीलाई चुज गर्नुको कारण के होला त? किनभने कलर टिभीले मुभी र टिभी एक्सपिरियन्सलाई राम्रो र मजेदार बनाइदिने काम गर्दछ भने ब्ल्याक एन्ड व्हाइट टिभीले यस्तो गर्न अलि गाह्रो नै पर्नेछ। सो यदि तपाईको प्रडक्टको डिस्प्ले फोटो इमेज कलर टिभीको काम नगरेर ब्ल्याक एन्ड व्हाइट टिभीको काम गरिरहेको छ भने मेजोरिटीका Amazon बायरहरूले तपाईको ब्ल्याक एन्ड व्हाइट टिभी नभएर कलर टिभी बेचिरहेको सेलरकोमा गएर नै कलर टिभी किन्नेछन्। किनभने कलर टिभी लोभलाग्दो पनि छ र सबैजनालाई कलर टिभी मन पनि पर्छ र सबैको आँखामा यो कलर टिभी चम्किन्छ पनि। र यो सबै खासियतहरू कलर टिभी भित्र हुने भएको भएर नै यसको डिमान्ड पनि सधैँ हाई हुने गर्दछ। तपाईको सामानको डिमान्ड Amazonमा नभए नि तपाईको सामानको डिमान्ड क्रिएट गर्ने कुरा सधैँ सेलरको हातमा नै हुने गर्दछ। र यदि कुनै पनि सेलर Amazonमा आफ्नो सामानको डिमान्ड Amazonको बाहिरहरूको आँखामा क्रिएट गर्न सक्दैन भने यस्तो बेलामा कमजोरी Amazonको नभएर सेलर आफैको नै हुनेछ। Amazonले हरेक सेलरले आफ्नो प्रडक्ट लिस्टिङलाई राम्रो र चम्किलो बनाउन सकोस् भनेर प्रडक्ट लिस्टिङको बेलामा विभिन्न टुलहरू प्रदान गरेको छ, जसको मद्दतले कुनै पनि सेलरले आफ्नो प्रडक्ट लिस्टिङलाई चम्किलो भन्दा नि चम्किलो र लोभलाग्दो सजिलैसँग बनाउन सक्दछ। र यस्तै एउटा Amazonको सामान लिस्टिङलाई चम्किलो बनाउने प्रयोग हुने टुल मध्येमा डिस्प्ले इमेज फोटो नै पर्दछ, जसको बारेमा धेरै जस्तो नयाँ सेलरहरूले त्यति धेरै ध्यान दिइरहेका नै हुँदैनन्। यदि डिस्प्ले इमेज फोटो तपाईको राम्रो छ भने मात्र Amazon बायरहरू तपाईको प्रडक्ट लिस्टिङमा क्लिक नि गर्नेछन् र किन्ने पनि छन्। तर तपाईको डिस्प्ले इमेज फोटो नै कलर टिभी नभएर ब्ल्याक एन्ड व्हाइट टिभी सरी छ भने यस्तो बेलामा सेलरले आफ्नो सामानलाई बेच्न नसकेर Amazon र त्यसका बायरलाई दोष दिने छ भने यस्तो बेलामा दोषी यदि कोही छ भने त्यो सेलर नै हुनेछ। Amazonको प्रडक्ट लिस्टिङलाई भनी प्रदान गरेको Amazonको प्रडक्ट लिस्टिङ टुल्सहरू यदि सेलरलाई युज गर्न आउँदैन भने वा टुल्सको युज गरे नि सेलरले राम्रो र इफेक्टिभ ढङ्गले यस्तो टुल्सको प्रयोग गर्न जान्दैन भने यस्तो बेलामा नयाँ सेलरले अल्गोरिदमलाई बिट गर्न एकदमै गाह्रो पर्नेछ। नेक्स्ट भिडियोमा म तपाईलाई प्रडक्ट लिस्टिङलाई राम्रो बनाउन मद्दत गर्ने अर्को Amazonको प्रडक्ट लिस्टिङ टुलको बारेमा चर्चा गर्नेछु। भिडियोलाई लाइक, शेयर एन्ड सब्स्क्राइब गरिदिनु होला। धन्यवाद।